नमस्कार, हेल्दी नेपालमा हजुरहरू सबैजनालाई स्वागत छ। आज म कुरा गर्नेछु सुत्केरी अवस्थामा सुत्केरी आमा र नवजात शिशुहरूलाई के स्याहार सुसार गर्नुपर्दछ त र यी अवस्थामा सुत्केरी आमा र नवजात शिशुहरूमा के कस्ता समस्याहरू देखिन सक्छ र ती समस्याहरू देखियो भने चाहिँ हामीले के गर्नुपर्दछ, आज यसै विषयमा केन्द्रित भएर कुरा गर्नेछौँ। सबैभन्दा पहिला कुरा गर्नेछौँ सुत्केरी महिलाहरूको केयरको बारेमा। हुन त सुत्केरी महिलालाई धेरै किसिमको केयरको आवश्यकता पर्दछ, तर आज ती मध्ये के मुख्य केयरहरू चाहिन्छ त्यसको बारेमा चर्चा गर्नेछौँ। सुत्केरी महिलालाई हेरविचारको लागि सबैभन्दा पहिलो महत्त्वपूर्ण कुरा हो उनीहरूलाई आराम दिने व्यवस्था गर्नुपर्दछ। उनीहरूलाई आराम किन चाहिन्छ भने उनीहरूले लामो समयसम्म गर्भ बोकेको हुन्छ अनि उनीहरूले प्रसवयता पनि सहेको हुन्छ। त्यसबाट उनीहरू शारीरिक रूपले मात्र नभई मानसिक रूपले पनि थकित भइसकेको हुन्छ। यस्तो बेलामा उनीहरूलाई घर परिवारका व्यक्तिहरूले माया, ममता, स्नेह, मानसिक सपोर्टको साथै शारीरिक आरामको लागि पनि व्यवस्था मिलाउनु पर्दछ। घरको काम र बच्चाको रेखदेखमा सघाइ दिएर घर परिवारको व्यक्तिले सुत्केरी आमालाई प्रशस्त टाइम चाहिँ सुत्नको लागि र आराम गर्नको लागि चाहिँ उपलब्ध गराइदिनु पर्दछ। सुत्केरीलाई स्याहार गर्दाखेरि अर्को गर्नुपर्ने काम भनेको टाँका र घाउको रेखदेख गरिदिनु पर्दछ। सुत्केरी महिलालाई डेलिभरीको बेलामा लगाइएको टाँका र घाउको लागि चाहिँ आवश्यक केयरहरू गरिदिनु पर्दछ। त्यसको लागि के गर्नुपर्छ भने कम्तीमा 2-3 लिटर जति पानी उमालेर राखेर छोपिदिनु पर्दछ र ती उमालेको पानी सेलाइसकेपछि सुत्केरी महिला हरेक चोटि दिसा पिसाब गरिसकेपछि उनीहरूलाई पखाल्नको लागि भन्नुपर्छ। यसरी पखालिसकेपछि घाउलाई फेरि सुक्खा कपडा अथवा टिस्यु पेपरले चाहिँ पुछेर सुक्खा बनाएर राख्नु पर्दछ। यसरी घाउलाई चाहिँ छिटो निको पार्न मद्दत गर्दछ। सुत्केरी महिलाहरूमा लगाइएको टाँका र घाउलाई छिटो निको पार्नको लागि सिजबाथ पनि गर्न सकिन्छ। सिजबाथ कसरी गर्ने हो भने एउटा बाटामा तातो पानी लिने, त्यसमा एन्टिसेप्टिक सोलुसन हाल्ने, जस्तै बेटाडिनहरू हाल्न सकिन्छ। त्यो हालिसकेको पानीमा चाहिँ कम्मर मुनिको भागलाई भिजाएर राख्ने, कम्तीमा 10 मिनट जति राखिसकेपछि फेरि त्यो घाउलाई सुक्खा पारेर राख्नु पर्दछ। यसरी पनि बिहान बेलुका 2 टाइम अथवा 1 टाइम पनि गर्न सकिन्छ। यसले पनि घाउलाई छिटो निको पार्न सहयोग गर्दछ। त्यस्तै अब सुत्केरी महिलालाई चाहिँ स्याहार गर्दाखेरि अर्को गर्नुपर्ने काम के हो भने उनीहरूलाई कब्जियतको समस्याबाट चाहिँ बचाउनु पर्छ। कब्जियतको समस्या धेरै जसो सुत्केरी महिलाहरूमा चाहिँ देखिने गरेको हुन्छ। यो सुत्केरी महिलाहरूमा देखिने कब्जियतको समस्याले उनीहरूमा पछि धेरै किसिमको समस्याहरूलाई चाहिँ निम्त्याउन सक्छ। बल लगाएर दिशा गर्दाखेरि टाँका फुस्किने, पाठेघरहरू तल आउने, पिसाब थैलीहरू पनि तल झर्ने, पेट फुल्ने, खान मन नलाग्ने, ग्यास्ट्रिक जस्तो हुने समस्याहरू उनीहरूमा देखिन सक्छ। त्यसैले उनीहरूलाई कब्जियतबाट जोगाउन एकदमै जरुरी हुन्छ। अब कब्जियतबाट कसरी जोगाउने हो त उनीहरूलाई? त्यसको लागि चाहिँ उनीहरूलाई प्रशस्त झोल कुराहरू खान दिनुपर्दछ। झोलयुक्त खानेकुराहरूले चाहिँ अनि फलफुलहरू पनि प्रशस्त मात्रामा खान दिनुपर्छ। यस्ता खानेकुराहरूले चाहिँ उनीहरूलाई कब्जियतबाट बचाउन सहयोग गर्दछ। त्यस्तै सुत्केरी महिलाको हेरचाह गर्दाखेरि उनीहरूको खानेकुरामा विशेष ध्यान दिनुपर्दछ। अब खानेकुराहरू पौष्टिक हुनुको साथै उनीहरूलाई सजिलै पचाउन सक्ने खानेकुराहरू दिनुपर्दछ। उनीहरूलाई पौष्टिक खानेकुराहरूको एकदमै जरुरी हुन्छ, किनभने उनीहरूले शरीरबाट धेरै रगत गुमाएको हुन्छ, उनीहरूले शारीरिक मानसिक तनाव झेलेको हुन्छ। अब यस्तो अवस्थामा उनीहरूलाई शारीरिक रूपमा रिकभर गर्नुको लागि अनि दुधको राम्रो उत्पादन गर्नुको लागि पनि धेरै मात्रामा पौष्टिक खानेकुराहरूको आवश्यकता पर्दछ। यस्तो बेलामा उनीहरूलाई परम्परागत रूपमा खुवाइने पौष्टिक खानेकुराहरू खान दिन सकिन्छ र अरू चाहिँ सुत्केरी अवस्थामा के कस्ता खानेकुराहरू खुवाउनु पर्दछ भन्ने कुराको लागि हेल्दी नेपालमा पहिलेदेखि भिडियो बनाएर राखेको छ। हजुरहरूले चाहनुहुन्छ भने त्यहाँबाट हेर्न सक्नुहुनेछ। त्यस्तै सुत्केरी स्याहार अन्तर्गत गर्नुपर्ने अर्को कुरा चाहिँ उनीहरूलाई नियमित रूपमा औषधिको सेवन गर्न लाउनुपर्छ। नियमित रूपमा कुन चाहिँ औषधि खुवाउनु पर्दछ त? नियमित रूपमा उनीहरूलाई आइरन छ कि कम्तीमा पनि 1.5 देखि 2 महिना
महिनासम्म अथवा डाक्टरले कति समयसम्म खान भनेको छ त्यति समयसम्म चाहिँ खान दिनुपर्दछ। आइरन चक्कीको अलावा पनि यदि डाक्टरले क्याल्सियम खान भनेको छ भने त्यो पनि नियमित खाइरहनु पर्दछ। सुत्केरी अवधिभरमा एउटा भिटामिन ए क्याप्सुल पनि खानुपर्दछ। सुत्केरी स्याहार गर्दाखेरि उनीहरूको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्दछ। सुत्केरी आमाहरूलाई सधैँ नुहाइदिन सकिन्छ। सधैँ नुहाउन नसके पनि उनीहरूको भित्री वस्त्रहरू चाहिँ सधैँ फेरिदिनु पर्दछ। यसले घाउ पनि पाक्न पाउँदैन र अरू किसिमको इन्फेक्सनहरूबाट पनि बचाउन मद्दत गर्दछ। त्यस्तै उनीहरू बस्ने ठाउँहरू चाहिँ सफा हुनुपर्दछ। उनीहरूको ओछ्याउने कुराहरू पनि सफा हुनुपर्दछ। लगाउने लुगाहरू पनि सफा हुनुपर्दछ। त्यस्तै सुत्केरी अवस्थामा गर्नुपर्ने स्याहारमध्ये चाहिँ परिवार नियोजनको परामर्श दिनु पनि एउटा मुख्य काम अन्तर्गत पर्दछ। परिवार नियोजनको सल्लाह यतिखेर किन दिनुपर्छ भने उनीहरूलाई बच्चाको राम्रो केयर गर्नुको लागि र ढुक्क भएर बस्नुको लागि चाहिँ परिवार नियोजनको परामर्श सेवा यतिखेरै दिँदा सबैभन्दा राम्रो हुन्छ। परिवार नियोजन पछि नै अपनाउने हो। महिनावारी नआउँदा किन अपनाउनु पर्यो भन्ने धेरैको सोचाइ हुन सक्छ। तर कहिलेकाहीँ के हुन्छ भने महिनावारी नआइकन पनि बच्चा बसिदिएको हुन्छ। त्यतिखेर उनीहरूलाई धेरै समस्या पर्न जान्छ। त्यसैले परिवार नियोजनको साधन भनेको सुत्केरी अवस्थामै गर्ने हो भने त्यसले महिलालाई ढुक्क बनाउँछ। अब हामी कुरा गर्नेछौँ नवजात शिशुहरूको केयरको बारेमा। नवजात शिशुहरूलाई पनि राम्ररी केयर गर्नुपर्दछ। उनीहरू एकदमै कोमल अवस्थामा हुन्छ र उनीहरूको रेखदेख पनि विशेष किसिमले गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला त उनीहरू जन्मिने बित्तिकै आधा घन्टाभित्रमा अथवा सके जति छिटो आमाको दुध चुसाइहाल्नु पर्दछ। आमाको दुध छिटो चुसाउँदा के फाइदा हुन्छ भने यसले आमाको जिउमा एउटा हर्मोन रिलिज हुन्छ जसले पाठेघरलाई खुम्च्याउन मद्दत गर्दछ। यसरी पाठेघर खुम्चिँदा आमालाई ब्लिडिङको समस्याबाट जोगाउन मद्दत गर्दछ। र बच्चालाई के फाइदा हुन्छ भने बच्चाको शरीरमा ग्लुकोजको मात्रा जान्छ र उनीहरूलाई हाइपोग्लाइसेमिया भएर बेहोस हुने अवस्थाबाट बचाउँछ र साथै उनीहरूलाई चिसो हुनबाट पनि बचाउँछ। बच्चालाई केयर गर्दाखेरि बच्चाको सरसफाइमा बढी ध्यान दिनुपर्दछ। उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुनाले उनीहरू चाँडै बिरामी हुन सक्छ। उनीहरूले लगाउने वस्त्रहरू, बेर्ने लुगाहरू सबै सफा किसिमको हुनुपर्दछ। त्यस्तै स्याहार्ने व्यक्तिहरूले आफ्नो हात चाहिँ पटक पटक धुनुपर्दछ। दुध खुवाउने बेलामा आमाको स्तनलाई चाहिँ सफा गरेर पुछिदिएर मात्र उनीहरूलाई दुध खुवाउनु पर्दछ। त्यस्तै बच्चालाई चाहिँ जन्मेको 24 घन्टाभित्र चाहिँ नुहाइदिनु हुँदैन र बच्चालाई चाहिँ न्यानो पारेर राख्नुपर्दछ। त्यस्तै बच्चाहरूलाई सधैँ आँखा र नाइटोको सरसफाइ गरिदिनु पर्दछ। नाइटोको भागको वरिपरि चाहिँ सफा गरिदिनु पर्दछ र आँखमा बसेको कचेराहरूलाई पनि सफा गर्नुपर्दछ। यसको लागि चाहिँ कपासको डल्लो बनाएर एउटा भाँडोमा पकाएर राख्ने र त्यसलाई छोपेर राख्ने। सेलाइसकेपछि चाहिँ साबुन पानीले हात धोएर स्याहार गर्ने मान्छेले आँखालाई चाहिँ पुछिदिने र त्यसैले नाइटो पनि सफा गरिदिने। दिनभरिमा आमाको दुध चाहिँ पटक पटक उसले खोजे जति चाहिँ खुवाइरहनु पर्दछ। कम्तीमा पनि 2 घन्टाको भित्रमा चाहिँ एकपटक खुवाउनै पर्ने हुन्छ। बच्चाले दिसा पिसाब गरेको छ कि छैन बेला बेलामा चाहिँ हेरिरहनु पर्दछ। पिसाबमै चाहिँ बच्चालाई छोड्नु हुँदैन किनभने उनीहरू चिसो हुन सक्छ। अब सुत्केरी अवस्थामा आमा र बच्चाहरूमा देखिन सक्ने जटिल अवस्थाहरू अथवा असामान्य किसिमको अवस्थाहरू के हुन सक्छ त यसको बारेमा पनि हामीले जान्न एकदमै जरुरी छ। यस्तो अवस्थामा चाहिँ हामीले समयमै थाहा पायो भने बच्चा र आमा दुईटैको ज्यान जोगाउन सक्छौँ। सुत्केरी अवस्थामा अत्याधिक रक्तस्राव भएमा सुत्केरी अवस्थामा सुत्केरी आमाको योनिबाट गनाउने रक्तस्राव भएमा अथवा गनाउने पानी बगेमा, सुत्केरी आमा र बच्चालाई ज्वरो आएमा, सुत्केरी आमालाई पटक्कै खान मन नलागेमा वा बान्ता गरिरहेमा, आमाको स्तनमा घाउ भएमा, टाँकाको घाउ छिटो निको नभएमा, बच्चाहरूको नाइटोको वरिपरि रातो भएमा अथवा नाइटो पाकेमा अथवा नाइटोभित्र पिप जम्मा भएमा, बच्चालाई उच्च ज्वरो आएमा, बच्चाको जिउमा पिपले भरेको फोकाहरू देखिएमा, बच्चा जन्मेको 24 घन्टाभित्र जन्डिस भएमा,
यी केही जटिल अवस्थाहरू छन्। यस्तो अवस्थामा बच्चा र आमालाई तुरुन्तै डाक्टर कहाँ लैजानु पर्दछ। बच्चा र आमा सम्बन्धी धेरै विषयवस्तुहरू हेल्दी नेपालमा हजुरहरूले भेट्न सक्नुहुनेछ। आजको विषयवस्तु हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। केही जिज्ञासा भए कमेन्ट बक्समा राख्नुहोला, म उत्तर दिने प्रयास गर्नेछु। हस्त भिडियो हेर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद।